हेलो सम्पूर्णमा नमस्ते। हेल्दी लाइफ इन नेपालीमा साथीहरू, मेरो भिडियोमा ग्यास्ट्रिक, कब्जियत, आइबिएस जस्ता यस्ता हेल्दी टिप्सहरूको बारेमा भिडियो बनाउने गर्छौँ र म आज के भन्न गइरहेको छु भने साथीहरू, हाम्रो पाचन तन्त्र मजबुत कसरी गराउने भन्ने बारेमा म भिडियो बनाइरहेको छु। मैले हाम्रो पाचन तन्त्रलाई मजबुत कसरी गराउने, हाम्रो डाइजेस्टिभ सिस्टमलाई मजबुत कसरी गराउने भन्ने बारेमा म केही सेयर गर्न चाहन्छु र लास्टसम्म हेरिदिनु होला, किनभने योबाट तपाईहरूको पाचन तन्त्र बलियो हुनमा केही मद्दत मिल्नेछ। साथीहरू, हाम्रो अल ओभर हेल्थ वा हामी सुस्थ हुन वा असुस्थ हुन डाइजेस्टिभ सिस्टममा निर्भर हुन्छ। हामी स्वस्थ हुन र अथवा असुस्थ हुन डाइजेस्टिभ सिस्टममा निर्भर हुन्छ। जस्तै हाम्रो पाचन तन्त्र कमजोर भएमा अपच, ग्यास, खट्टी डकार, छातीमा जलन, पेट दुख्ने, पेट टाइट, कब्जियत हुने, डायरिया हुने, टाउको दुख्ने, माइग्रेन यस्ता विभिन्न किसिमका समस्याहरू देखा पर्छन् हाम्रो पाचन तन्त्र कमजोर भएमा। त सुरुवाती चरणमा यस्ता सिम्पटम्सहरू, लक्षणहरू देखा पर्छन्, त पछि यसले ठुलो रूप पनि लिन सक्छ। यस्तो अपचको कारणले ठुलो रूप पनि लिन सक्छ। त्यसैले हामीले पाचनलाई जहिले पनि चुस्त दुरुस्त राख्न, पाचन क्रियालाई मजबुत राख्नलाई अब हामीले गर्नुपर्ने कामहरू के हुन् त भन्दाखेरि, हामीले सबैभन्दा हाम्रो पाचन तन्त्र, डाइजेस्टिभ सिस्टमलाई एकदमै मजबुत गर्न बहुत जरुरी छ। त्यस्तै पाचन तन्त्र मजबुत गर्ने म केही टिप्सहरू भन्न गइरहेको छु। त साथीहरू, हाम्रो पेटमा अथवा हामीले खाएको खाना पच्ने ठाउँ आमाशय भनौँ, आमाशय, स्टोमाच, इन्टेस्टाइन, ठुलो आन्द्रा, सानो आन्द्रा भनेको आन्द्राहरूमा, स्टोमाचमा र हाम्रो आमाशय आन्द्राहरूमा विभिन्न किसिमका ब्याक्टेरियाहरू हुन्छन्। यसमा राम्रा गुड ब्याक्टेरियाहरू हुन्छन्, जो कि हामीले खाएको खानालाई पचाउने काम, भिटामिन न्युट्रिसन सोच्ने काम पनि यो ब्याक्टेरियाको ठुलो भूमिका हुन्छ, यो गुड ब्याक्टेरिया। त यो गुड ब्याक्टेरियालाई बढाएर हाम्रो पाचन क्रिया सही एन्ड मजबुत गर्न सकिन्छ। जस्तो कि हाम्रो इन्टेस्टाइनमा, लार्ज इन्टेस्टाइन, ठुलो आन्द्रा, सानो आन्द्रामा गुड ब्याक्टेरियाहरू हुन्छन्। त्यो ब्याक्टेरिया भनेको हाम्रो लागि फाइदाजनक ब्याक्टेरिया हो। त्यसको लागि हामीले के गर्नुपर्छ त भन्दाखेरि, त्यसको लागि हामीले प्रिबायोटिक अथवा प्रोबायोटिक खाना खानुपर्छ। प्रिबायोटिक, प्रोबायोटिकले त्यो ब्याक्टेरियालाई के गर्छ भने त्यो ब्याक्टेरियाको संख्या बढाउँछ। प्रिबायोटिकले, प्रोबायोटिक भनेको जस्तो कि दही भयो, दही, मही, केराहरूमा, अब केरा भयो, अचारहरूमा पनि जो डिब्बामा हालेर बनाएको अचार हुन्छ, त्यसमा पनि एउटा प्रोबायोटिक भन्ने ब्याक्टेरिया पाइन्छ। त्यो राम्रो ब्याक्टेरिया हाम्रो शरीरको लागि चाहिने ब्याक्टेरिया हो। त्यो ब्याक्टेरिया खायौँ भने हाम्रो पाचन, त्यो ब्याक्टेरिया हुने चिज खायौँ भने, खानेकुराहरू खायौँ भने, जस्तो कि दही भयो, मही भयो, यस्ता अचारहरू भयो, पिक्कल भन्छ, पिक्कल अचारहरू भयो, बनाना केराहरू भयो, यस्तो खायौँ भने त्यो गुड ब्याक्टेरियाको संख्या बढ्छ र हाम्रो पाचन तन्दुरुस्त अथवा सही हुन्छ। त्यस्तै अब प्रोबायोटिक अथवा प्रिबायोटिक पाइने विभिन्न किसिमका फलफुलहरू भयो, हरियो सागपात, भेजिटेबल तरकारीहरू भयो, यिनीहरूबाट पनि प्रिबायोटिक, प्रोबायोटिक पाइन्छ। यस्तो खानेकुराहरूको मात्रा हामीले बढाउनु पर्यो र हामीले घटाउनु पर्ने भनेको के भनेको जङ्क फुड भयो, प्याकेट बन्द खानाहरू भयो, जङ्क फुड भयो, कम्पनीबाट जुन निर्माण गरिएको हुन्छ, यस्तो खानाहरूलाई हामीले अभोइड गर्नु पर्यो। यस्तो खाना सकेसम्म नखाने, हामीले प्राकृतिक खाना मात्र खाने। जुन प्राकृतिक खानामा के हुन्छ भने प्रिबायोटिक र प्रोबायोटिक हुन्छ। र अर्को प्रिबायोटिक र प्रोबायोटिक पाइने भनेको सप्लिमेन्ट, औषधिबाट पनि प्रिबायोटिक, प्रोबायोटिक पाइन्छ। यो खान पनि सक्नुहुन्छ तपाईँहरू, किनभने हामी धेरै औषधिहरू सेवन गर्छौँ नेपालीहरू। एन्टिबायोटिक, यस्ता पेन किलरहरू, यस्ता सिटामोलहरू धेरै सेवन गर्दाखेरि, हामीले खाँदाखेरि हाम्रो भित्रको असल ब्याक्टेरिया, गुड ब्याक्टेरिया हाम्रो जुन पेटमा हुन्छ त्यो मरेको हुन्छ। यस्ता एन्टिबायोटिक, पेन किलरहरू खाँदाखेरि मरेको हुन्छ। त्यसैले यो सही ब्यालेन्समा ल्याउनुको लागि हामीले एउटा सप्लिमेन्ट हुन्छ, औषधि हुन्छ, त्यसको सेवन पनि गर्न सक्छौँ। जुन अब पाउँछ के भनेको फ्लोरा बिसी भन्ने एउटा प्रिबायोटिक, प्रोबायोटिक सप्लिमेन्ट पाइन्छ।
त्यो खाएर पनि हाम्रो पाचन क्रिया सही गर्न सक्छौँ। तर धेरै खान भएन, एकदम 1 महिना अथवा 2 हप्ता 3 हप्ता खान सक्छौँ। यसरी पनि हामी पाचन मजबुत गर्न सक्छौँ। र अर्को छ, हामीले चाहिँ फाइबरयुक्त खाना धेरै खानु पर्यो। फाइबरयुक्त खानाले पनि हाम्रो पाचनलाई रेगुलेट गर्छ। पाचन सही गर्नमा फाइबरयुक्त खानाले मद्दत मिल्छ। जस्तो कि अब फलफुलमा धेरै फाइबर हुन्छ, विभिन्न किसिमका दाल गेडागुडीहरूमा फाइबर हुन्छ, चनाको दाल भयो, मुङ, मसुरो, सिमी, मास, यस्ता विभिन्न किसिमका दालहरूमा फाइबरको मात्रा धेरै हुन्छ। अनि भेजिटेबलहरूमा फाइबरको मात्रा धेरै हुन्छ। हो यस्ता चिजहरू धेरै मात्रा खाने गर्नु पर्यो। र रोटी चामलको साथमा अथवा रोटी भातको साथमा यस्ता फाइबरयुक्त खानेकुराहरू, साग भेजिटेबलको मात्रा धेरै बढाउनु पर्यो, जसबाट प्रिबायोटिक प्रोबायोटिक धेरै पाइन्छ। हाम्रो प्रिबायोटिक प्रोबायोटिक एकदम धेरै पाइन्छ। यो नेचुरल खाना पनि हो। र अर्को, अब यो फाइबरहरू अब खानाबाट पनि लिन सक्छौँ। फलफुल र भेजिटेबल, तरकारी, सागसब्जीहरूबाट पनि लिन सक्छौँ फाइबर। र अर्को फाइबर भनेको हामी चाहिँ सप्लिमेन्टबाट आयुर्वेदिककोमा पाइन्छ, त्यो इसबगोल अथवा त्रिफला चूर्ण भन्ने पाइन्छ। यो पनि सेफ नै हो। यो जस्तै त्रिफला चूर्णमा के हुन्छ, हर्रो बर्रो अमला हुन्छ। जो अमला भनेको अब फाइबर पनि हुन्छ यसमा धेरै जसो। अमला भनेको यो भिटामिन सी को एकदम राम्रो स्रोत पनि हो। यस्तो यस्ता फाइबरका खानेकुराले पनि। र अर्को एउटा इसबगोल भन्ने पाइन्छ फाइबरयुक्त खाना। यदि तपाईँलाई एकदम कन्स्टिपेसन हुन्छ, कब्जियत हुन्छ भनेपछि यो फाइबर, यो इसबगोल र त्रिफला चूर्ण खान पनि सक्नुहुन्छ। प्लस नेचुरली रूपमा सागसब्जी भेजिटेबल धेरै खानुहोस् यदि तपाईँहरूलाई कन्स्टिपेसन अथवा कब्जियत छ भने। त्यस्तै अथवा पाचन मजबुत गराउनलाई के चाहिन्छ भन्दाखेरि, पाचन मजबुत गराउने भनेको प्राकृतिक खाना भइहाल्यो। अल्कलाइन खाना भनेको रसयुक्त खाना खानु पर्यो हामीले धेरैजसो, एकदम रसयुक्त खानाहरू। जस्तै भात चामल भनेको कम अल्कलाइन फुड हो। यिनीहरूमा अल्कलाइन हुँदैन। अल्कलाइन भनेको भेजिटेबल भयो र सागसब्जीहरू भयो। यिनीहरू धेरैभन्दा धेरै मात्रामा खानुहोस्, हाम्रो पाचन तन्त्रलाई चुस्त दुरुस्त बनाउँछ। र अर्को रहेको छ एउटा मजबुत हाम्रो पाचन तन्त्रलाई मजबुत गराउने भनेको हामी सुत्छौँ नि, 8 घण्टा अथवा 7 घण्टा हामीले गहिरो निन्द्रामा सुत्न जरुरी छ। हाम्रो पाचन तन्त्र यो धेरै 8 घण्टा अथवा 7 घण्टा 6 घण्टा सुत्यौँ भने हाम्रो पाचन तन्त्र बलियो हुन्छ। किन त भन्दाखेरि धेरै हामीले गहिरो निन्द्रामा सुत्यौँ भने हाम्रो ह्याप्पी हर्मोनहरू बढ्छ। जो ह्याप्पी हर्मोनहरू बढ्नाले हाम्रो पाचन तन्त्र, डाइजेस्टिभ सिस्टम सुधार आउँछ। र अर्को, हामी कम खाने, हामी खाना कसरी खान्छौँ त, यसमा पनि पाचन तन्त्रको ठुलो हात छ। हामी बिस्तारै खायौँ, 32 बार चबाउनु भन्छन्। एकदम चबाएर, जुन हामीले खाएको खानेकुरा चबाएर लिक्विड फर्म हुन्छ, लिक्विड फर्मलाई हामीले निलेर स्टोम्याच अथवा पेटमा पठाउनुपर्छ। पाचन तन्त्र भनेको हाम्रो मुखबाट नै सुरु हुन्छ। जब हामीले खाना खाँदाखेरि मुखमा र्याल निस्किन्छ, स्लाइभा भन्छ त्यसलाई, हो एकदम लिक्विड तरल बनाएर पानी बनाएर हामीले त्यो चबाएर एकदम चबाएर पानी भइसकेपछि मात्रै लिक्विड फर्ममा तपाईँहरू निल्नु होला। निलेपछि मात्र हाम्रो पाचन मुखबाटै सुरु हुन्छ। र भित्र पनि हाम्रो जब मुखबाटै सुरु हुन्छ, हामीले मुखबाट एकदम राम्रोसँग लिक्विड चबाएर लिक्विड फर्ममा गरेर भित्र पठाउनुपर्छ अथवा निल्नुपर्छ। हो यसो गर्दाखेरि पनि पाचन क्रिया एकदमै सुधार आउँछ पाचन क्रियामा। र अर्को, ओभर इटिङ नगर्ने, ठिक्क मात्रामा कम खाने 5-6 घण्टाको ग्यापमा खाने, 3 टाइम खाने दिनमा। र ओभर इटिङ नगर्ने। अब कम खानाले राम्रोसँग चबाएर खानाले पनि हाम्रो, किनभने एकदम पाचन बढ्छ, पाचन क्रिया एकदम मजबुत हुन्छ। त्यस्तो अब स्ट्रेस नलिने, तनावले पनि हाम्रो पाचनलाई गडबड गराउँछ। त्यही भएर शान्तसँग बस्ने, मजाले त्यस्तो गरेर पाचन एकदम सही हुन्छ। र एक्सर्साइज गर्दा पनि हाम्रो पाचन क्रिया बलियो हुन्छ। जस्तै हामीले खाना खायौँ, अब कुनै ठाउँमा काम गर्न गयौँ, त्यो अटोमेटिक भइहाल्यो। यदि काम छैन भने बिहानको टाइममा योगा, मेडिटेसन, हल्का एक्सर्साइज गरेपछि पनि हाम्रो पाचन तन्त्र एकदमै बलियो हुन्छ। अनि
यस्तै अब कम एमाउन्टमा खाने, एकैचोटि पेट भरेर पुरै टाइट हुने गरेर नखाने, यसले गर्दा अपच गराउँछ। त्यही कारणले कम हामीले खाने गऱ्यौँ अथवा 3 अथवा 4 टाइम दिनमा खाने गरौँ, 4-5 घण्टाको ग्यापमा यसरी खाने गऱ्यौँ भने पनि हाम्रो पाचन क्रिया एकदमै बलियो हुन्छ। त्यस्तै हामी खाना खाँदाखेरि घटघट पानी खान्छौँ, त्यो चाहिँ कहिले पनि नगर्नु होला। पानी खानु छ, बिहान नर्मल 2 गिलास पानी खानु होला। बिहान उठ्ने बित्तिकै खाना खाने बेला पानी नखाने, जब तिर्खा लाग्छ अनि मात्रै पानी खानु होला। किनभने तिर्खा लागेपछि हाम्रो मनले मागेको, हाम्रो अथवा पेटलाई आवश्यक भएर मागेको त्यति बेला मात्रै खानु होला। र आजलाई म यति भन्न चाहन्छु, साथीहरू केही कमेन्ट भएमा अथवा केही प्रश्नहरू भएमा कमेन्ट सेक्सनमा गएर कमेन्ट गरिदिनु होला। मेरो नयाँ युट्युब हो, नयाँ च्यानल हो, मैले भर्खर नयाँ हो, म युट्युबमा भिडियो बनाउन सुरु गरेको। र सब्सक्राइब भने गरिदिनु होला। लाइक कमेन्ट केही सोध्नु पर्ने भएमा कमेन्ट गरिदिनु होला। ओके, आजलाई हस्त, बाई बाई।